लिङ्गराज उदयगिरी नाना पाटेकरहरू पनि आएको रहेछ। स्यान्डले बनाइदिएको रहेछ। 1100 शताब्दी। लु आज चाहिँ अर्को दिन अन्तिम दिन पनि भन्दा पनि हुन्छ। आज चाहिँ हामी तपाईको यो ट्रिपहरु गर्नेछौँ। यो साइडको जुन चाहिँ देख्नु हुँदैछ यो साइडको यो ट्रिपहरु गर्नेछौँ। सो हामी चाहिँ यहाँ होटलबाटै यो हेलो मर्निङ आज हाम्रो का ये होगा ना। तो पहले चंद्रभागा, कोणार्क, धौलागिरी, लिंगराज, उदयगिरी, खंडगिरी, मुक्तेश्वर, सिद्धेश्वर, नंदनकानन जू। ये टोटल 9 पोइन्ट। आज 9 पोइन्ट हुन्छ। सो हामी चाहिँ अब अहिले होटलबाट निस्किसक्यो हैन। अन्त अब चाहिँ हामी जाँदैछौँ गाडी हेरेर। यो आजको चाहिँ हामी यो गाडीमा जान आँटेको छु। होटलकै गाडी रहेछ यो पनि। सो अस्ति चाहिँ अर्को सेतो गाडी थियो, आज चाहिँ यो गाडी रहेछ। लेकिन नहीं वो एक ही जगह में होता है, मतलब 3-4 पॉइंट एक ही जगह में होता है। एक जगह में होता है, ऐसा ही होता है। इसलिए वो जो रेड चार्ट बल जो मेनू बनाते हैं ना, वो सब अलग अलग बनाते हैं, लेकिन जगह एक ही है। मतलब 1-2 किलोमीटर के अंदर ही है। ना पूरा आसपास। ओ आसपास के अंदर ही है, पर गिनता है अलग अलग। ओ चार्ट में ना। हाँ सही है। चाहिँ हामी अब ब्रेकफास्ट गरेर फेरि जाँदैछौँ। लु फुफु हाम्रो फर्स्ट पोइन्ट चाहिँ यो रहेछ, स्यान्ड आर्ट म्युजियम। यहाँ चाहिँ टिकट काट्नु पर्ने रहेछ हैन। यो चाहिँ यस्तो यहाँ अब यहाँ पेन्टिङहरु गरेको रहेछ यसरी। यो चाहिँ फोटो हो। अब यहाँ छ नि यहाँ पर, मतलब यो सबै गरिसकेको उले क्या, सुगम प्रधान भन्ने रहेछ उहाँ। उले चाहिँ ऊ चाहिँ रहेछ स्यान्ड आर्टिस्ट, उडिसाको फेमस स्यान्ड आर्टिस्ट। नाना पाटेकरहरू पनि आएको रहेछ यता। बुद्ध भगवानको उयो स्यान्डले बनाइदिएको रहेछ, माटोले है। क्या दामी है, माटोले बनाइदिएको, क्या दामी। हजुर यहाँ नरसिंह भगवानको रहेछ, यहाँ जिजसको रहेछ, यहाँ चक्र खै के रहेछ यस्तै हो। यहाँ किङ कङको, स्पाइडरम्यानको पनि रहेछ, एभेन्जर्सको पनि बनाएको रहेछ। गणेशजीहरूको पनि रहेछ है। अन्त त्यो उयसमा रहेछ उयोहरू, यता माताहरूको पनि रहेछ। अब चाहिँ हामी नेक्स्ट पोइन्ट, यो चाहिँ पञ्चमुखी हनुमानजीको मन्दिर रहेछ। यहाँ चाहिँ जय बजरंगबली।
गोत्र नाम बताइए, नाम बताइए। आपको अपने पुत्र विभाग पुत्र प्रदोष पुत्र पुत्र प्रभाव पुत्र हे मंगल आप पुत्र काम शिविर को दोनों गोपाल। चंद्रभागा बीच है, समुद्र है, सनराइज देखने के लिए बहुत अच्छा लगता है यहाँ पर। यहाँ पर हाँ, चंद्रभागा बीच रुकना है ना 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 नहीं, इसलिए मैं बोल दिया। हाँ वैसे ही चंद्रभागा बीच वही समुद्र है। हाँ सनराइज देखने के लिए बहुत अच्छा लगता है यहाँ। हाँ, ऐसे सनराइज ना। हाँ, उसका जो पहला किरण पड़ता है ना, कोणार्क मंदिर के ऊपर ही पड़ रहा है। हाँ, इसीलिए उसका नाम है सन टेम्पल ना। हाँ, कोणार्क क्यों है ना, हमारा जो अब चाहिँ हामी सन टेम्पल कोणार्क मन्दिर यो निस्केको। अब यहाँ गाडी चाहिँ यहीँसम्म मात्रै दिन्छ अरे। अब यहाँबाट हिँड्दै 150 मिटर चाहिँ यहाँबाट हिँडेर जानुपर्ने रहेछ। गाडी त्यतिन्जेल पार्किङमा राख्नु रहेछ। यहाँ चाहिँ टिकट काट्नु पर्दो रहेछ होइन। उयो सूर्य टेम्पल चाहिँ देख्नु अरे होला यहाँ परको। यो चाहिँ कोणार्क टेम्पल, सन टेम्पल भनिन्छ। यसको इतिहास चाहिँ के रहेछ भन्दा चाहिँ यो चाहिँ तपाईँको पहिला राजाले चाहिँ खासै यो ठाउँमा चाहिँ उडिसाको फर्स्ट सनराइज हुँदो रहेछ यो एरियामा चाहिँ। त्यही भएर त्यो समयमा चाहिँ अब तपाईँको राजाले चाहिँ एउटा कारागारहरू राखेको थियो। 12,000 कारागार राख्दा चाहिँ बनाउनु भन्दा चाहिँ त्यो माथिको त्यो चक्रा जुन चाहिँ देख्नु हुँदैछ त्यो चक्रा चाहिँ 12,000ले बनाउनै नसकेको अरे। 12,000 कारागारहरूले होइन। त्यो मुनिको चाहिँ बनायो अरे, माथिको चाहिँ इन्कम्प्लिट राखेको थिएछ। तर एउटा मान्छेले चाहिँ एक्लैले बनाइदिएको रहेछ त्यो डल्लो चक्र चाहिँ। त्यही भएर त्यो तपाईँको बनाइसकेपछि त्यो जसले बनायो त्यो उहाँ चाहिँ सुसाइड गरेको अरे। किनकि अब उसले राजाले थाहा पायो भने त्यत्रो 12,000ले पनि बनाउन नसकेर एक्लैले बनायो भन्दा चाहिँ अरू 12,000हरूलाई मारिदिन्छ भनेर चाहिँ उसले आफूले सुसाइड गरेको अरे। त्यही भएर पनि अझै प्रसिद्ध भएको रहेछ यो मन्दिर चाहिँ। त्यही भएर यहाँनिर टुरिस्टहरू पुरै देख्नुहुन्छ होला हेर्नुहोस्, लाइन आमा टुरिस्टको लाइन टिकट पुरै काटिरहेको छ। सो अब हामी भित्र पस्न आँटेको छु। टिकट पहिला आइहालोस्, त्यहाँदेखि टिकट आएर चाहिँ हामी भित्र जानेछौँ। मान्छे कति कहाँबाट आउनुभएको रहेछ। टिकट चाहिँ अब यहाँनिर चेक हुँदो रहेछ होइन। शीतल भयो यहाँ त आमा। यहाँ चाहिँ अब फोटो सुट हुँदैछ होइन। अब चाहिँ लगभग सक्यो घुमेर होइन। अब चाहिँ हामी अब लास्ट यो गरेर हामी फर्किन्छौँ। कस्तो दामी बनाएको रहेछ है हाम्रो 11-12 शताब्दीको नवशेष यो है। यहाँनिर 1100 शताब्दीको रहेछ। अन्त कति पुरानो चाहिँ होला अब यो। त्यो समयको अब मन्दिरहरू है, ढुङ्गाले नै छ होला कोटेड। है त्यही सबै एउटै ढुङ्गामा बनिएको अब योहरू।
छाया देवी चला छाया देवी मंदिर छाया देवी आधी मात्रै ल भित्रको मन्दिरमा चाहिँ दिँदैन रहेछ मेन मन्दिरमा चाहिँ भिजिट छैन रहेछ हो बाहिरबाट अब चाहिँ हामी सक्यौँ यहाँको भिजिट हामी चाहिँ अब निस्किँदैछु बाहिर गाडीकोपट्टि ल अहिले चाहिँ अब हामी 3टा या 4टा पोइन्ट घुमिसक्यो होइन अब चाहिँ हामी जाँदैछु भुवनेश्वरपट्टि अब 63 किलोमिटर छ अझै यहाँबाट भुवनेश्वर पुग्नु भुवनेश्वर चाहिँ तपाईँको उडिसाको क्यापिटल हो सो अब हामी त्यो अरू पोइन्टहरू सबै भुवनेश्वरको अन्डरमा हुने रहेछ होइन सो हामी चाहिँ अब त्यहीपट्टि जाँदैछौँ 69 गरम चाहिँ पुरा छ अब यो अघि फर्स्टमा गरम भएको छैन यो सूर्य टेम्पल कोनार्क टेम्पलदेखि चाहिँ पुरा गर्मी बढ्यो किनकि हामी पुरीदेखि अलिक टाढो हुँदैछ नि त अब समुद्रदेखि अलिक टाढो हुँदै गएपछि चाहिँ गरम पुरा डरलाग्दो हुने रहेछ अब भुवनेश्वरमा पनि पुरा गरम हुन्छ भन्दैछ यहाँ अब हेरौँ